लिची खाऊँ है साथीहरू, लिची खाऊँ। एकदम मिठो मिठो फ्रेस भर्खर रुखबाट झार्दै गरेको लिचीहरू खान आउनु होला। हामी पनि एकदम आज चाहिँ लिचीको फेदमै बसेर खाने मौका पायौँ। एकदम मिठो यम्मी यम्मी थियो। किनभने गर्मी चाहिँ भन्नुहुन्छ भने के भन्नु, अनि हामी चाहिँ बसेर लिची खान थालिहाल्यौँ। जाँदा जाँदा गर्मी भएर हामीलाई चाहिँ यति धेरै गर्मी घाम केसेर लागेको हेर्नु सक्नुहुन्छ हो। गर्मीले चाहिँ पसिना चाहिँ कति चुयो अब कुरै नगरौँ। अनि हामी चाहिँ टोलीहरू धेरै छौँ ल। हामी चाहिँ टोलीहरू पछाडि पनि छ, अगाडि पनि हाम्रो चाहिँ टोलीहरू छ। अगाडिको टोलीहरू गइसकेको छ भने हाम्रो चाहिँ पछाडिको टोलीहरू हामी दुईजनालाई छोडेर गइसकेको छ। अनि त्यही भएर हामी चाहिँ छोड्यौँ नि त। अनि यहाँ हाम्रो म्याडम पछाडि हिँड्नु सक्नुभएको छैन, किनभने उहाँ चाहिँ झोला एकदम देख्नु सक्नुहुन्छ, लिची ल्याउने झोला सानो सानो छ त हाम्रो लिची ल्याउने झोलाहरू पनि। बल्ल बल्ल पाएको कुरा भनेर चाहिँ झोला कसरी हिँड्ने, तर मसँग चाहिँ छैन झोला। मैले चाहिँ एउटा पनि झोलाहरू बोकिनँ, उतैबाट पाउँछु होला भनेर नबोकी गएको छु। म चाहिँ अब भएन भने उनीहरूकोमै लाएर ल्याउँछु भन्ने हिसाबले हिँडेको होइन। हिँड्दा 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 खुट्टा यति दुख्यो कि गर्मीले गर्दा हिँड्नु सकेन। त्यही माथि मैले गर्मीको समयमा चाहिँ कालो सर्ट लाएर जाँदा चाहिँ कस्तो हुन्छ होइन। अनि मेरो बहिनीलाई चाहिँ अर्कै देखिरहेको छ नि, उसले चाहिँ ठिक लुगा लगाएको थियो क्या। ठिक बाटो बिर्सेर चाहिँ हामी तल पुगेर फेरि उकालो फर्केर आएको छौँ। यो चाहिँ हाम्रो यात्रा चाहिँ भन्नुहुन्छ भने हाम्रो चाहिँ गोदकसम्मको यात्रा हो। अनि हामी चाहिँ तल पुगेको छौँ, अब फेरि उकालो फर्किँदैछौँ। गाडीले हामीलाई तलसम्म लग्दैन नि त। अनि त्यही भएर फेरि बाटो सोध्दै 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 उकालो आउँदैछौँ। अनि माथि आउँदाखेरि एकचोटि सोधौँ त भनेको, त्यो मान्छेले पनि चिन्नु भएन। अनि दुईजना चाहिँ यहाँ सोध्दैछ कता हो भनेर बाटो। अनि उहाँहरूलाई पनि भन्नुभयो, हामीलाई त झन् थाहै छैन, हामी त नयाँ भन्दै हुनुहुन्थ्यो। अनि म चाहिँ हाँसेँ क्या, मलाई त यो ठाउँ त थाहा छैन भन्ने भयो। झन् उहाँहरूले त यो ठाउँै थाहा, गोदोकै थाहा छैन अरे उहाँलाई। अनि झन् अरू त के सोध्नु र। अनि हाम्रो चाहिँ जाने गरेको ठाउँ चाहिँ हाम्रो रूपाको छ्यामाको घर जाँदै गरेको। अनि झोलाहरू चाहिँ प्रत्येकको हातमा छ, किनभने हाम्रो भाइले पनि झोला बोकिरहेको छ। अनि हामी चाहिँ बल्ल बल्ल बाटो ओह्रालो अरे भनेर हामी चाहिँ फेरि ओह्रालो लाग्यौँ। ओह्रालोबाट पनि अब तपाईँलाई चाहिँ बाटो कुरै नगरौँ, झन् खोलै पुग्यौँ। हामी चाहिँ हिँड्दा 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 खोलासम्म झन् पुग्यौँ, किनभने बाटो थाहा थिएन हामीलाई। माई खोला पनि देखिराखेको छ, देख्न सक्नुहुन्छ। एकछिन हामी चाहिँ यहाँ हावा पनि खायौँ। अब घाम लागेको देख्नु सक्नु भएको छैन, तर अप गर्मी चाहिँ छ। उनीहरू अगाडि हिँड्यो अनि बल्ल बल्ल जसोतसो गरेर चाहिँ हामी पुग्यौँ त। लिची चाहिँ धमाधम टिपाइ हुँदैछ, भाइले निकालिदिँदैछ। अनि माथि एकजना भाइ टिप्दै हुनुहुन्छ, हामी चाहिँ फेदमा बसेर खाँदैछौँ है त साथीहरू। तपाईँहरू पनि आउनु होला खानाका लागि। यो मेरो क्यामेरा के भएको। अनि यहाँ कटरहरू पनि देख्न सक्नुहुन्छ, भुइँ कटर के पो अनारस कि के अरे। लु है साथीहरू, यस्तै